गुड मर्निङ फ्रम सिक्लेस। यो चाहिँ सिक्लेसको हामी बसेको घरबाट देखिएको हिमाल हो। यसरी यो गाउँ छ। बिहानै अब खाजा खाने तयारी भइरहेको छ। ओके ओके हस् ओके। तातो पानी उदाउने कोसिस गरिरहेको छ। हामी चाहिँ यो तान्तिङ भिलेजको वारी पारी तान्तिङ वारी चाहिँ सिक्लेस पर्दछ। यसरी चाहिँ यो जङ्गल हुँदै यो हिमाल हो। अन्नपूर्ण हिमाल। यता साइडपट्टि चाहिँ लमजुङ हिमाल छ। अहिले माथिबाट देखाउने छु मैले। मर्निङ ब्रेकफास्ट। राईलाई भनेपछि सुत्नै दिएन केटाहरूले। यो चाहिँ माथि सिक्लेस पार्क जाने बाटो उकालो छ। घरहरू एकदम टिपिकल सोसाइटी पुरानो उसको छ। ल यहाँ हेर्दा कस्तो भयो आज भन्। एकदम रमाइलो। कस्तो रमाइलो मात्रै? माथि जानु बाटो झन्डामा हिँड्न सकिन्छ कि सकिन्न त? अनि एकदम सकिन्छ। सक्छ। पछाडि को आए? पछाडि मेरो साथीहरु आइरहेछन्। ओके ल ल। तपाईलाई कस्तो लाग्छ त? बब्बा मजाले हिँड्ने हो म त। अब सयौंको संख्यामा आन्तरिक पर्यटकहरू रमाइराख्नु भएको छ। देख्न सकिन्छ अन्नपूर्ण हिमालको काखमा रहेको यो सिक्लेस पार्कमा सयौं मान्छेहरू रमाइरहेको अवस्था छ। कोहीले गीत गाइराख्नु भएको छ। माथि भेडाहरू चरिरहेका छन्, च्याङ्ग्राहरू। भने पर्यटनहरू चाहिँ आन्तरिक पर्यटन चाहिँ एकदमै रूपमा प्रवर्धन भएको देखिन्छ। नाच्ने गाउने आफ्नै रौनकमा देखिनुहुन्छ। यो चाहिँ एकदमै खुसी लाग्यो। आन्तरिक पर्यटकको यो जोड्दो भिड। वाह नाइस। अगाडि देखिन्छ यो अन्नपूर्ण हिमाल भने यता साइडमा चाहिँ लमजुङ हिमाल छ। निकै सुन्दर सुशील ठाउँ। पार्क पनि एकदमै राम्रो छ। सबैलाई एकचोटि आइसक्नु भएकोलाई त पक्कै पनि एउटा छुट्टै किसिमको अनुभव सँगालिसक्नु भएको छ भने आउन नपाउनु भएकाले एकचोटि आउनको निम्ति पनि मैले आग्रह गर्दछु। नेपाल एक साक्षात् स्वर्गको टुक्रा हो, जहाँ अहिले म सिक्लेसको माथि पार्कमा रहेको छु। मेरो पारिपट्टि देखिएको यो अन्नपूर्ण हिमाल एकदमै टह हिमालका हिउँहरू चुलिरहेका छन् र टल्किरहेका छन्, जसले एउटा नेपाललाई पर्यटकको गन्तव्य बनाइरहेका छन्। त्यसैले यिनीहरू आन्तरिक तथा बाह्य पर्यटकका एउटा सम्भावनाका क्षेत्रहरू पनि हुन्। यहाँ आएर हामीले हृदयभरि हर्ष लुकाउँदै मस्तिष्कभरि ममता उमार्ने यी ठाउँहरूमा सबैलाई आएर एउटा आन्तरिक पर्यटनको चाहिँ विकास गर्दै देशको आर्थिक जिडिपीमा पनि अगाडि
बढाउनको निम्ति हामी सबैले सहयोग गरिरहेका छौँ, गरिराख्नु भएको छ। यदि मेरो युट्युब तथा फेसबुक हेर्ने आदरणीय मित्रहरू तपाईहरू आउनुभएको छैन भने यही स्क्रिनमा मैले कैद गरेको दृश्यलाई हेर्नुहोला। यदि आउनुभएको छ भने तपाईँले एउटा छुट्टै किसिमको एउटा मोमेन्टलाई क्रिएट गरिसक्नुभयो भन्न चाहन्छु। हस्त धन्यवाद। हाम्रो विद्यार्थी बहिनीहरू यसरी खेलिरहेका छन्। सानो फुच्चे हो, यो बाबुसम्म राम्रै हो, तर यिनीहरूलाई चाहिँ खासै त्यही पनि ह्याबिटको विषय। यता निक्लिदेऊ बाबु, दिदीहरूलाई खेलिदेऊ, छोडिदेऊ ल ल। वा ल, कस्तो मजा हुन्छ, डेन्जर। ल ए ल, खनालको पनि देखियो है, हिमालको काखमुनि यसरी पिङ टेन्ट र यसरी चाहिँ ओइ खुच्ला के ल, यसरी खेल्छन् यिनीहरू। बेलुका तिमीले युट्युबमा हेर्ने है, युट्युबमा हालिदिन्छु। ओके, यो हिमाल, यो चाहिँ सुन्दर चौर, अनि त्यसपछि यहाँ चाहिँ यसरी खनाल। हालत यस्तो छ, पूर्णसरको यस्तो छ। माथि चाहिँ हिमाल देखिरहेको छ, एकदमै चिसो हावा चलिरहेको छ, हिमालको साँठ आइरहेको छ। यो चाहिँ सिक्लेस पार्क, थ्याङ्क्स फर भिजिट लेखिएको छ। रमाइलो छ। ओके ल, जाम अब। केही हुन्न, तल गइन्न। तल भयो, छोडिदियो। केटाटी नै हुन् कि यिनीहरू। खुट्टा टेकेर बेलुका चाहिँ यसको भिडियो चाहिँ फुल युट्युबमा आउँछ है। बिहानको खाना खाएर अब हामी आफ्नो गन्तव्यतर्फ लाग्ने, पोखरा। हजुर ल, त्यहाँ बेङ रहेछ, त्यही भएर उहाँले नै झारिदिनुहुन्छ। एकछिन वेट गर है, मासु आउँदैछ। लगाउने, तिम्रो खाना खाएर जाऊ न। लाइनमा बस, लाइनमा। कडा छन् कि फेरि अहिले 10 को हो यिनीहरू। एससीमा राम्रो नतिजा ल्याउनु भनेर आशीर्वाद दिनु है। एससीमा चाहिँ टप्नुपर्छ है। राजकुमारी त राजकुमारी होइन नि। म्याडम के अरे, एससीमा राम्रो नतिजा ल्याउने भनेर आशीर्वाद दिनुभयो नि, दिनुभएछ नि। ए ल, बच्चालाई एकपल्ट नचाहेर जानु है। ल ल, भिडियो नि हुन्छ त्यहीँबाट। गाडी यसरी चाहिँ गड्यो, के गर्ने यार, लिक अर्को हालिदिएछ गुरुजीले बाटोमा। हाम्रो टिम चाहिँ यसरी बसेछ। तनावको छ त हो साथी हो, गाडीले जमिनलाई छोयो। के मिलेन हौ।
रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहरैमा भन्ने गीतको याद आयो। गाडी धसियो टायर झन् धसिरहेको थियो। झन् तल गड्यो। अब यसलाई कसरी निकाल्ने आइडिया केही पनि छैन। मलाई गाडी के गर्ने हो, गाडी निकाल्न गाह्रो भयो। झन्डै 1 घन्टा हामी यहाँ फसेको अवस्था छ। हाम्रो गाडी सबजना मान्छेहरू यत्रो चाहिँ सिक्लेस जाने गाडीहरू त्यत्रो रोकिएको छ वहाँ। अनि यत्रो मान्छेहरू रोकिनुभयो। गाडीले तान्न लागेको अवस्था है पछाडिबाट। पछाडिको गाडीले तानेको छ। भयो टायर नाच्छ। पक्नु है पक्नु। चाहिँ तानेको अवस्था छ। यस गुड गुड गुड। यत्रो गहिराइमा यत्रो खाल्टोमा फसे उताको ठुलो गाडीले चाहिँ तान्यो। भयो भयो गुड। ल तानिदियो है तानिदियो। भयो हो भयो के यार। त्यो गाडी त डेन्जर बोली हुँदो रहेछ यो। अब चाहिँ ढुङ्गाहरू हालेर हामी चाहिँ गन्तव्यमा पुग्ने तयारीमा छौँ है साथीहरू। सबैजनाले ल्याउनु भयो। यसरी चाहिँ बाटो मर्मत निर्माण गर्ने कुरा चलिरहेको छ है। गुड गुरुजी। अब चाहिँ निक्लिन्छ है ढुङ्गाहरू हालेर। नेपाली सोसाइटी र नेपाली सोसलिजम सामाजिकत्व भन्ने यही हो। यी एकलाई अप्ठ्यारो पर्दा अर्कोले यत्रो मान्छेले साथ दिएर गाडी निकालियो र अब हामी चाहिँ आफ्नो वेतर्फ चाहिँ जाँदैछौँ है। नेपाली समाज भनेको यही त हो नि साथी हो। एउटालाई दुख्दा अर्कोलाई पनि दुखोस् बल्ल मजा हुन्छ हैन। Bye.